सो गाइज आज चाहिँ म र चिन्टु अनि मेरो अस्ति भर्खर आएकी साथी चाहिँ हामी जाँदैछौँ ग्रिनविच पार्क। त्यहाँनिर चाहिँ के भ्यूहरू देखिन्छ नि त क्यानेरी वफको, अनि त्यहाँ धेरै भिड पनि हुन्छ। त्यो कारणले चाहिँ हामी जाँदैछौँ। अनि हामी चाहिँ ब्ल्याक हेल्पमा झऱ्यौँ, अनि त्यहाँबाट चाहिँ एउटा सर पनि जोइन हुनुभयो हामीसँग होइन। अनि चिन्टुलाई तिर्खा लाग्यो, पानी झिक्यो, अनि हामी निस्क्यौँ। त्यसबाट चाहिँ हामीलाई भोक लागेको थियो, अनि एउटा रेस्टुरेन्ट छिरेको, तर भने जस्तो खाजा नपाए चाहिँ हामी निस्क्यौँ त्यहाँबाट पनि। अनि हिँड्दै थियौँ, साथी चाहिँ धेरै इन्जोय गर्दै थियो। उसलाई थके लाएर ऊ बस्यो, अनि उसको थकाइ देखेर मलाई चाहिँ लु गाडीमै जाउँ न त भनेर फेरि गाडी लिएर निस्क्यौँ हामी चाहिँ होइन। मैले उसलाई फुल टिपेर दिएको, टिप्न मिल्छ भन्दै त मिल्छ भनेर दिएको, खुसी भइन् उनी पनि होइन। अनि अलिकति हिँडेपछि मिहिनेत गरिसकेपछि हामी त्यो ठाउँ चाहिँ पुग्न आँटेका थियौँ भन्दा पनि पुगिसकेँ होइन। अनि पुगिसकेँ, अनि त्यस पछाडि चाहिँ जस्ट यो ठाउँ हेरेर चाहिँ हामी कुद्यौँ क्या, लाइक त्यो भ्यू हेर्न जाउँ कुदौँ भनेर कुदेको, एकदम खुसी लाग्यो। त्यहाँको भ्यूहरू हेर्दा चाहिँ एकदमै राम्रो रहेछ होइन। त्यो क्यानेरी वफको चाहिँ सबै देखिने क्या त्यो ठाउँबाट। अनि हामीले चाहिँ एक दुईवटा फोटो खिच्यौँ, सेल्फी हान्यौँ। अनि त्यस पछाडि हामी तल जाने कुराहरू भयो। अनि हामी तल जानको लागि चाहिँ त्यो सेपरेट बाटो यताउता रहेछ। अनि जो सरसफाइको उयसमा नि केसमा पनि राम्रो थियो, एकदम सरसफाइ थियो, राम्रो थियो। हामी त्यो अनुसारले मुनि झऱ्यौँ, अनि जस रमाइलो गर्दै हिँड्दै थियौँ। अनि तल गइसकेपछि चाहिँ जस मान्छेहरू पनि भिडभाड एकदमै हुनुहुन्थ्यो होइन त्यहाँनिर। अनि हामी पनि थकाइ लागेर चाहिँ बस्यौँ, अनि कुराहरू गरिसकेपछि अब घर जाने बेला पनि भइसकेको थियो नि त। अनि त्यो भएर चाहिँ अनि निस्क्यौँ, अनि गाडी चढ्नु पऱ्यो नि त। अनि त्योभन्दा अगाडि चाहिँ फेरि भोक लाग्यो, के खानुपर्छ जस्तो लागेर अनि हामी चाहिँ गयौँ पिज्जा खान। अनि पिज्जा खाएर चाहिँ ठ्याक्क निस्क्यौँ, तर मैले खाएको चाहिँ हाल्न पाइनँ, खाइसकेको चाहिँ यो फुट्यो। अनि त्यसपछि चाहिँ हामी फेरि ट्रेन लिएर चाहिँ घर लाग्यौँ। हस्त, धन्यवाद।